गाइज एउटा अनलाइन उठाएको छ। लेट्स सी। यहीँ नजिकै छ हौ, कल पनि गर्नु पर्दैन होला हौ। हेलो, कहाँनिर हुनुहुन्छ? हेलो, यता पछाडि। हेलो, तपाईँ हो? कुन ठाउँ हो जानुपर्ने? कुन ठाउँ हो? कुन ठाउँ? बस्नु न। चुनदेवी ए, महाराजगञ्जको चुनदेवी ए। मलाई त ठाउँ थाहा भएन, तपाईँले भनिदिनु ल। बहुत तेज हो रहा है, बहुत तेज हो रहा है। महाराजगञ्ज चुनदेवी वाट? कहाँनिर रहेछ यार? कहाँनिर रहेछ गाइस? यो बाइकमा मैले यार पहिला मोबाइल चार्ज गरेर चाहिँ ठुलो गल्ती गरेछु क्या। एक वर्षको त ब्याट्रीको एक वर्षको मात्रै वारेन्टी थियो जस्तो लागेको थियो मलाई। एक वर्ष पनि लगभग त्यस्तै मलाई जहाँसम्म लाग्छ कति 10.5 महिना 11 महिना हुँदैछ क्या मेरो ब्याट्री बिग्रिँदाखेरि। अनि मैले अब लास्टमा आइसक्यो के जानु भनेर अलिक लाजले नगएको। तर गल्ती मेरो होइन नि खासमा। उनीहरूले बाइकको यो एडभर्टाइज गर्ने बेलामा नै मोबाइल चार्जिङको के भन्ने थियो क्या। त्यो भएर यो भनेको अरू सबै ठिक छ कि, तर यो मोबाइल चार्ज चाहिँ गर्नु नहुने रहेछ यो बाइक। बाँकी सबै पिकअपदेखि लिएर रेस एभ्रिथिङ इज लाइक पर्फेक्ट यो बाइकको। अनि अर्को एउटा समस्या चाहिँ के हो भने पछाडि मोनोसकमा हिलो एकदम जान्छ, त्यो मडगार्ड नभएकोले। त्यो एउटा चाहिँ अब कम्पनीले विचार गरिदियो भने त्यही भएर यो बाइकको कन्ट्रोलदेखि लिएर सबै कुरा राम्रो छ। महाराजगञ्ज नारायण गोपाल चोक नै भन्छ मलाई। चुनदेवी मलाई थाहा नभएको रहेछ। यहाँ चुनदेवी त्यो भाटभटेनी पछाडि हो कि के हो? होइन कि बालुवाटार हो क्या? चुनदेवी भनेको भाटभटेनी पछाडि हो। त्यो बालुवाटार जाने बाटोपट्टिबाट मुनि जाने हो। थाहा भएन। दिनभरि यत्रो डुल्छु त्यही पनि थाहा छैन कि कस्तो। दिनभरि डुल्छु त्यही पनि थाहा छैन मलाई। गाह्रो छ। ए, चुनदेवी त धेरै ठाउँमा छ नि, माथि टोखामा पनि छ। बाटो चाहिँ आनन्दको छ क्या, जाम हुँदैन, बाटो पनि राम्रो छ। यो ट्राफिक लाइट चाहिँ भर्खर राखेको यो ठाउँमा जरुरी पनि थियो। मलाई पठाउ गर्दाखेरि नि बरु म यो क्यामेरा नबोकेको टाइममा चाहिँ अनलाइन होस् या अफलाइन होस् होइन, कस्टमरसँग क्याजुअली बोल्छु क्या। क्यामेरा बोकेको बेलामा चाहिँ मलाई बोल्नै आफूलाई बोल्नु गाह्रो लाग्छ।
के यस्तो के हेर्नु होला जस्तो लाग्छ मलाई। अनि अर्को एउटा गाइज मेरो भ्लगको भिडियोहरू चाहिँ भिडियोको क्वालिटीहरू चाहिँ त्यति राम्रो खास आएको छैन कि त्यसको रिजन चाहिँ के हो भने यो क्यामेराको यो जुन ठुलो फाइल हुन्छ नि त्यो ठुलो फाइल चाहिँ मेरो मोबाइलले एडिट गर्न मिल्दैन हो। त्यसको लागि चाहिँ पिसी अथवा ल्यापटपहरू नै चाहिने हुन्छ। अनि मेरो चाहिँ ल्यापटप छैन, पिसी छ। तर मेरो पिसीमा चाहिँ प्रब्लम आएको छ कि विन्डोज एक्सपायर भएको छ त्यो विन्डोजको कि, अनि त्यो भएर मैले अहिले पाएको छुइनँ। त्यो म चाँडै नै रिपेयर गर्छु। रिपेयर गरेपछि म मेरो पिसीबाटै एडिट गरेर हालेपछि भिडियो क्वालिटी राम्रै आउँछ। सो द्याट डोन्ट बी अफ शिट, subscribe my channel and click the bell icon so that when I will upload my new videos you will get notification. Thank you. Wait a minute! Who are you? के बोले हो यो अब भिडियो भाइरल बनाउनुलाई चाहिँ के गर्नु पर्यो गाइस भन्नु त। है भन्नु कसरी भाइरल हुन्छ भन्नु म त्यस्तै गर्दैछु। काण्ड चाहिँ मचाउनु भएन। कितने तेजस्वी लोग हैं हमारे पास, कितने शानदार विचार रखते हैं। तर कस्तो खालको कन्टेन्टहरू गर्दाखेरि चाहिँ ठिक हुन्छ त्यो खालको चाहिँ आइडिया दिनुहोस् न। अलि अगाडि हो ए त्यति त राम्रै छ। शाबाश। यो चाहिँ एडिट गर्नुपर्छ भाइ। कौन है ये लोग, कहाँ से आते हैं ये? काट्नुपर्छ होला हो। यदि जति राम्रो हो भन्नु बोल्न त्यति गाह्रो लाग्छ मलाई त। मलाई मात्रै हो कि सबैलाई हो। यहाँबाट राइट ए हजुर हजुर यो ठाउँ कस्तो शान्त कस्तो सुन्दर रहेछ। रेसिडेन्ट एरिया रहेछ। रेसिडेन्स एरिया मधुबनमा कति भित्र हो ए यो होला हो सुन्दरबन भन्ने राइट राइट एन्ड लेफ्ट अप एन्ड डाउन। अरे बेंचोद पागल। Okay guys, यही हो क्या बच्चा बच्चा लिनु छ नि त मेरो यहाँनिर रोक्यो कि हजुरको आफ्नै बच्चा तपाईँ म्यारिड हो अरे कति सानो देखेको त मैले थ्याङ्क यू वेलकम अरे गाइज बच्चा किन यार म्यारिड यार कस्तो सानो देखेको